ए दाइ साइमन दाइ ऊ त्यहाँ बसिरहेको रहेछ जाउँ न कुरा गर्नु के कुरा गर्न थियो र तपाईँ जाउँ न यसो हेल्प मागौँ दाइसँग ए हो ल हिँड्न त जाउँ म कुरा गर्छु ओ साइमन दाई के छ खबर ठिक छ केटा हो के छ तिमीहरूको हालखबर ठिक छ दाई दाई एउटा सानो हेल्प चाहिएको थियो त्यही भएर आयो दाई हेल्प रे तिमीहरू मसँग हेल्प माग्न आएको हजुर दाई यत्रो बिजी सेड्युल छ बाग तिमीहरू अलि सिनियरलाई बोला नि त ल दाई हुन्छ नि त दाई ठिक छ हामी दाइसँग कुरा गर्छौँ दाई के भयो भाइ ल दाई सुन्नु न के भयो दाई कता हुनुहुन्छ दाई म यतै छु भाइ दाई साइमन दाईलाई भेट्न दाई दाई एउटा सानो हेल्प चाहिएको थियो दाई मैले त उकातै मिलेन दाईलाई बोला भन्ने कुरा गर्नुभयो दाई औकात मिलेन अरे हजुर दाई ए ल ल तिमीहरू कहाँ छौ दाई हामी चोकमा छौँ दाई ल ल त्यहीँ बस म आउँदै गर्छु होइन हजुर दाई कसको के औकात हामी देखाउँला हजुर ल ल त्यो कुरा पछि गरौँला म त्यहीँ आएर कुरा गर्छु है दाइसँग हस् त चित्त नदुख है भाइ हुन्छ दाई ल ल भाइ म आउँछु ओ साईको भाइ लङ टाइम नो सी कहाँ थिएछ यार बस न धेरै भयो दाइ तपाईँलाई नदेखे एउटा कुरा गर्नलाई मात्रै म आइपुगेँ हो दाइ के कुरा भन्न अनि तपाईँहरूले खै मेरो भाइहरू आउँदाखेरि यसो दायाँ बायाँ कुरा गर्नुभयो अरे तर तपाईँलाई एउटा कुरा चाहिँ भन्नु मन छ है दाइ भन्न भाइ के कुरा नरिसाउनुहोस् है एउटा कुरा चाहिँ भन्छु है दाइ किन रिसाउने हो र मेरो भाइले भनेको नरिसाउनुहोस् दाइ एउटा कुरा म भन्छु उमेरमा हो ठुलो यो कुरा म मान्छु दाइ पनि भन्छु रेस्पेक्ट पनि गर्छु भन्नु मात्र तपाईँ कि मर्छु कि मार्छु एउटा कुरा छ मनमा दाइ भन्न खोजेको भन्न भाइ भन घण्टाको दाइ यस्तो भोगाथेर मुजीको लो हेप्न पोको च कुराहरू मान्दा चोरुसकै ठुलो छ सानो स्वरले भन्दा तान्दिन्छु आन्द्रा कस्तो हुन्छ तान्दा पाउँछस् मजाले फिल पाउँछ शानदार पारा तातिन्छ खै के चाहिँ पो गरौँ समाएर दिउ कि सिधा यसलाई मारौँ गोरो नै घुसाइदिउ यो तोरीको चाकमा बोलो बोलो झारे कि सकिन साट्न मेरो छाया काफी छ तँलाई नखेट्न सङ्घर्षको बोल्छ यो साइकोको हातमा मारिदिन्छु आत्मा शरीर चाहिँ आत्मा त यो ठाउँको डङ्गोस रे बन्द गर ढाक्न घटाको डङ्गुजी म ताल परे काट्छु झोलामा फाल्छु टाउको घरमा राख्छु ताइ भन्छस् भने पहिला बेहोरा पातो ठिक भाइहरूलाई हेप्न होइन मुजी माया गर्न सिक कुनै बेला भाइ त्यस्तो पनि कसैको यो चोटीलाई छोड्दै एकचोटि माफै गो ताइ के भन्नु पर्छ हिरो हुन्छ जो तेरो बाउको भाइ मुजी हो बन्ने हो ए साईको भाइ बिहान आउने दुइटा पुचीहरूलाई पो पठाइदिए हुन्छ तर म त एकअर्कालाई चाहिने मान्छे दाजुभाइ हो नि तपाईँ ताइनो दुईको केटाहरूलाई अघि पछि लिएर हिँड्न नगर न दाइसँग आउँदाखेरि इज्जत साथ आइज ओए ओए कसले बोल भन्यो तँलाई यहाँ सकेकै छैन जाँटा तँलाई बोल भन्यो त मुजी चुप लाएर बस यहाँ भिडेन भाइको पालो छ भाइ त्यसलाई थपेर डोज थपेर दे त यसलाई पुगेन दे जसले मार्ने अनि को मर्ने हो तेरो घण्टा जस्तो धाककोलाई सो गरेको भाइहरूलाई हेर्न खोज्यो यो चाहिँ ओभरै भो म तेरो बाउको भाइ मुजी हो भने हो तँलाई हानेर बन्नु छैन डन म आफ्नो ठाउँमा हिरो छ मसँग दम लोकको हो त मुजी भन त जस्तो धेरै छन् साले बोल्ने गर्छन् नत्र सुरु होला जम भोटेको छोरा जात मेरो तामाङ कुकुरी चाहिँदैन मलाई हात मेरो सामान मैदानमा आइज अनि थाहा हुन्छ कसको जित हार कि त आर कि त पार कि त मार कि त हार जस्तो सुकुल गुन्डालाई के छुनु मुजी भइगयो फेरि पनि डनहरूको हत्याकाण्ड होला सक्दैनस् मुजी जाँचो सुकैलाई बोला दाँत सात झारिदिन्छु 7-8 ओटा बढी होइन फेरि सिधै जालास कोमा साइकोले हान्दा पुग्छस् त अस्पतालको खाटमा त्यहाँबाट तँलाई सरुवा गरिदिन्छु म मसान घाटमा मेरो दाई पख तँलाई पार लाउँछु घरमा भएको भुटे कुकुरी तेरो घाँटीमा धार लाउँछु हामी छ यो भुटे कान्छाको चाला लगाइदिन्छु तँलाई तेरे आन्द्राको माला बिच ए ल हेरिम दुईजना भाइको गाली सहन नसक्ने बियोस भएर बस्या दाइ हुन्छ ओ एम्बुलेन्स फोन गरेर पुर्याइदिए ल हस्पिटल होस् आयो भने भन्दै भाइहरूको गालीले गर्दा बियोस भएको अनि अरू माया झ्याङ्गी को हिरो हुन्छ दाइ भनेर भाइहरूलाई रेस्पेक्ट गर्ने माया गर्ने हेप्छस् भने चाहिँ केटो ठाउँको ठाउँ फिनिस पार्छन् भाइहरूले म जस्तो भाइ हुनु पर्यो तर अनि सब हेप्ने दाइहरूलाई एउटा कुरा भन्नु मन छ मलाई न्यु खोज्छु भने म नि न्यु खोज्छु ब्रो दाइ चाहिँको बाल भयो हो भने हो यही हो मा यो हुनु नि यही हो नि